सुरु गर्न गइरहेको छु। यहाँहरु सबैलाई नमस्कार। आज मैले एउटा जातक कथा भन्न गइरहेको छु। कथाहरू थुप्रै किसिमका हुन्छन्, लोक कथा हुन्छन्, नीति कथा हुन्छन्, जातक कथा हुन्छन् र यिनीहरूको सुन्दाखेरि के हुन्छ त भने त्यसको लेखक भनेको हुँदैन, संकलित हुने यिनीहरू भन्दै सुन्दै आएकाहरू। र आज मेरो कथाको शीर्षक छ मुसा व्यापारी। एउटा गाउँमा गरिब मान्छे थियो। गाउँमा बस्न खान नभएपछि सहरतिर जान्छु केही काम पाइन्छ कि भनेर गयो। तर ऊ शिक्षित पनि छैन। अब पढाइ नभएपछि के काम पाउने र उसले तुरुन्तै केही पनि काम नपाएर सडक पेटीमा बसिरहेको थियो। दुईजना भलादमी मान्छेहरू चाहिँ उताबाट आएको देखियो। अनि उसले हेर्यो यिनीहरू त जाति मान्छे जस्ता छन् नि, यिनीहरूले केही मलाई केही काम दिन्छन् कि अथवा केही हुन्छ कि भन्दै थियो। तिनीहरूमध्ये एउटाले भन्यो कि मान्छेको बुद्धि भए जे पनि पैसा बिना पनि धनी हुन सक्छ। कसरी? तिनीहरू संजोगवश के रहेछ भने एउटा त्यो देशको अर्थमन्त्री, अर्को चाहिँ त्यो देशको प्रधानमन्त्री रहेछ। अनि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई भन्यो कि तिम्रो अहिले राजाबाट बेसरी प्रशंसा भइरहेको छ। तिमी अर्थमन्त्री भएपछि यो देशको विकास राम्रो भइरहेको छ, त्यसकारणले तिम्रो प्रशंसा भएको छ। हो, अब त्यसमा प्रशंसा त भयो होला, मैले जति सक्दो त्यो गरेको छु। यसको कारण के हो त भनेपछि मान्छेको बुद्धि हुने भने एउटा सानो मरेको मुसाबाट पनि मान्छेले पैसा कमाउन सक्छ भन्दै त्यो एउटा बाटोमा मरेको मुसा देखाएछ अर्थमन्त्रीले। कसरी? अनि त्यो जुन ऊ थियो के अरे गाउँले मान्छे, यो हुने कुरा त होइन, तैपनि यस्ता ठुला मान्छेले भनेको त केही त होला भनेर उनीहरू गइसकेपछि उसले त्यो मरेको मुसालाई लिएर बाटामा उभिएछ, पुच्छरमा समातेर। एउटा साहु चाहिँ उताबाट बिरालो ल्याएर आउँदै रहेछ। अब सहर बजारमा खास गरिकन युरोप अमेरिकामा बढी मात्रामा बिरालो पाल्ने चलन छ। अनि त्यो मुसा देख्ने बित्तिकै त्यो बिरालो चाहिँ पुरक्क उफ्रेर खोज्न खोजेछ। अनि उसले त्यो मान्छेले माथि लगिदिएछ, उसले भेटाउन सकेन। अनि त्यो व्यापारीले के भन्यो भनेपछि त्यो साहुजीले, ए भाइ तिमीले यो मुसा बेच्छौ? बेच्ने त हो, कति दिनुहुन्छ? कति दिने? 1 रुपियाँ दिन्छु भन्दै त्यो बेलाको पैसा चाँदीको एउटा रुपियाँ दिएछ। मरेको मुसोको चाँदीको 1 रुपियाँ पाएपछि ऊ त यति प्रफुल्ल भयो कि अब म कसरी अगाडि बढाउँ त भन्ने उसलाई भयो। अनि घुम्दै जाँदा एउटा माथि डाँडामा पानी, घैँटामा पानी राखेर धर्म पानी भनेर तपाईँहरूले सायद सुन्नु भएको छ होला, बाँडिरहेको देख्छु। यो त धर्म काम रहेछ, मसँग 1 रुपियाँ छ, अब मैले यसको केही गर्नुपर्छ भनेर उसले के गर्यो त त्यो 1 रुपियाँ लिएर सहरमा गएर कुमालेसँग एउटा घैँटो किनेर उसले पनि पानी बोकेर आयो। तर त्यही ठाउँमा त बस्नु भएन। अर्को ठाउँमा जाँदाखेरि धेरै माथि पुगेपछि त्यहाँ घाँसीहरूले घाँस काटेको गरिरहेको, तर पानी छैन। अनि त्यो मान्छेलाई देखेपछि उसले के भन्यो त भनेपछि, ए भाइ तिमीले पानी लिएर आएछौ, कति टाढाबाट ल्यायौ, हामीलाई त्यो पानी खान दिन्छौ? किन नदिने, दिइहाल्यो, पानी खान तिमीहरू ल्याएको त हो नि। सबले पानी खाए, प्यास बुझाएपछि हामीसँग पैसा छैन, तिमीले कहाँबाट ल्याएको यत्रो पानी? तिमीलाई हामीले फुल दिन्छौँ, यो फुल लगेर जाऊ भनेर फुल दिएछ। अनि फुल लिएर ऊ जाँदै गर्दा एउटा मन्दिरको छेउमा पूजा भइरहेको रहेछ। अनि उसले के गर्यो त त्यही पूजामा छेउमा बसेपछि त्यो फुल किने मान्छेहरू उसँग अझ पैसा बढी भयो।
त्यसपछि उसले त्यो पानी पनि ल्यायो र अलिकति गुड किनेर अर्को ठाउँमा गयो। त्यहाँ पनि घाँसीहरू धेरै गोठालाहरू रहेछन्, उनीहरूलाई पानी खुवायो र मिठो पानी खाइसकेपछि उनीहरूले के भन्यो भने हामीसँग पैसा छैन, तर अब पानी खाइयो, हामीलाई भाडा लाग्यो, तिमीले कुनै दिनमा यसको भाडा तिर्नुपर्छ, मैले भनेको मान्छौ भनेपछि हुन्छ हो। अनि ऊ फेरि सहर आउँदाखेरि अर्को विदेशबाट एकजना मान्छेले घोडामा पुरा सामानहरू बोकाएर लिएर आइरहेको रहेछ र त्यहाँ आउँदाखेरि घाँस त चाहियो घोडालाई, छैन। अनि घाँसीहरूलाई गएर पहिला एउटा मुठा पनि घाँस नबेच्नु, मैले जुन पानी खुवाएको सट्टा तपाईँहरूले मलाई घाँस दिनुपर्छ, एक मुठा। सब घाँस किनेर आएर एउटा ठुलो चौरमा कुन्यु लाएर बसेछ। अनि ती के अरे उहरूले घाँस खोज्न गयो, कहीँ पनि पाएन। उसले घाँस त्यहीँ लिएर आइरहेछ। अनि यो घाँसको कति हो, बेच्छौ? बेच्नु। कति दिनुहुन्छ? दिनुहोस् न त। ल म 1000 सिक्का दिन्छु भनेछ। 1000 सिक्का पाएपछि उसले के गर्यो त भनेपछि पुरा 1000 लिएर अनि घाँस बेच्यो। अब ती व्यापारीहरूले त्यो पैसाले के गर्यो त भने तपाईँहरूले यो पैसा भैँदा दिनुहोस्, यहाँ जति सामान छ त्यो मलाई दिनुहोस् भनेर ती सामानै कब्जा गर्यो उसले। अनि सहरका अरू साहुहरू त्यहाँ किन्न गए। जाँदाखेरि सामान त यो त अर्कैले के अरे भैँदा लगाइसकेको छ, यो त हामीले बेच्नु मिल्दैन। अनि ती साहुहरूले जम्मै तिमीलाई हामीले यति नाफा दिन्छौँ, 1 लाख रुपियाँ हामी दिन्छौँ, अब सबै सामान हामीलाई दियो। अब कहाँ कति 1 रुपियाँबाट सुरु गरे मान्छे लाख पाउँदा त त्यो बेलाको जमानामा। यसरी त्यो एउटा मुसा व्यापारी धनी भएर गएको एउटा जातक कथामा मैले पढेँ र यहाँहरूलाई पनि मैले सुनाएँ। र मान्छेले बुद्धि लगाउने हो भने जुनसुकै काम पनि गर्न सकिन्छ। र त्यो एउटा जुन अर्थमन्त्री थियो उसलाई चाहिँ उसले गुरु मानेर भेटी चढाउन जान्छ, तर उसले भेटी लिन्न। किनभनेपछि मैले त त्यो एउटा अर्थीको रूपमा दिएको थिएँ, त्यो त मेरो कर्तव्य थियो, त्यो के अरे तिमीलाई सुनाउनु पर्ने भनेर त्यति बेलाका नेताको कुरा गर्ने हो भने त्यो बेलामा पनि असल नेताहरू रहेछन्, बरु चाहिँ आजकल छैनन्। यसबाट यही शिक्षा पाइन्छ मित्रहरू। हस्त नमस्कार, धन्यवाद।